हेलो गाइजलाई स्वागत छ है आजको नयाँ भिडियोमा। सो सधैँ जस्तै आज पनि नयाँ भिडियो लिएर आएको छु। सो अब चाहिँ नेपालमा फेसबुक बन्द हुने भनेर चाहिँ भनेको छ, फेसबुक लगायतका अरू सामाजिक सञ्जालहरू। सो अब चाहिँ हामीहरू फेसबुकमा जोडिन सक्दैनौँ होइन। यदि बन्द गऱ्यो भने अब दर्ताहरू होला नहोला त्यो अलग ठाउँमा छ। तर अब चाहिँ हामी फेसबुकहरूमा जोडिन पाउँदैनौँ होइन। अब फेसबुकहरू बन्द भएर चाहिँ अब के गर्ने, हामी कतातिर जोडिने होइन, आजसम्म चाहिँ गरेको थिएँ। सो अब चाहिँ हामी कता जोडिने भनेपछि टिकटकहरू मेरो आइडी लगभग सेम नै छ, युट्युबहरू पनि मेरो 2-3टा छ। सो त्यहाँ 2-3टा आइडीमध्ये मेरो नेपाली गाइज युरोप 49 भन्ने चाहिँ फेसबुक, इन्स्टाग्राम, लगभग जता सामाजिक सञ्जालमा मैले जुन सामाजिक सञ्जाल चलाउँछु त्यहाँमा चाहिँ मेरो लगभग सबै नै एउटै नेपाली गाइज इन युरोप 49 भनेर चाहिँ मेरो लगभग युट्युब, इन्स्टाग्राम, टिकटक अनि फेरि फेसबुकका दुईवटा पेजहरू लगभग पुरै छ। अनि फेरि सन्तोष केसी भनेर चाहिँ लगभग फेसबुकमा अनि ओल्ड नेपाली सङ भनेर चाहिँ मैले विभिन्न पेजहरू बनाएको थिएँ। अब यदि अब सरकारको निर्णय के हुन्छ, सरकारले के गर्छ त्यो भइसकेपछि जाने कुरा अलग छ। जाओस् जेसुकै होस् है। सामाजिक सञ्जालमा नेताहरूले गाली खाएर पनि होला बन्द गरौँ भन्ने यताउति चलाएको, अब नेताहरू खुसी पनि होला, नभए गाली कम सुन्न पाइन्छ भन्ने, जनतामा भ्रम फैलाउनु पाइन्छ भन्ने। अब नयाँ पार्टीहरूले अब सामाजिक इन्टरनेटको मार्फतबाट धेरै सामाजिक सञ्जालबाट जनता क्रेजी भयो भनेर पनि होला। अब त्यो उनले जानुन्, उनले आफ्नै कानुन, आफ्नै देश लुटुन् बसुन् होइन, जेसुकै गरून्। तर जेसुकै भए पनि अब हामी चाहिँ अब फेसबुकै चलेन भने चाहिँ अबका भिडियोहरू ताकि अब विदेशबाट हेर्ने होला। विदेशको नेपालको मान्छेले हेर्न पाउनुहुन्न। हुन त नेपालमा भएपछि त्यति महत्त्व पनि हुँदैन, फेसबुक चलोस् नचलोस् होइन, विदेशको खबरहरू हेर्न नपाउने मात्र हो। अब विदेशी मान्छेले त अब विदेशबाट भिडियोहरू बनाएर लिन्छ, अनि फेरि बनाएर लिएर अब अन्त गएर अपलोड, अब विदेशतिर आएर अपलोड गर्न पनि पायो होइन। त्यो अप्सन पनि छ। जेसुकै होस् ठिक छ, जे होस् बन्द होस् ठिक छ, जे भए पनि अब हामी जुन सामाजिक सञ्जाल चल्छ त्यतितिर अपलोड आउनु लागि त भन्दै आजको लागि चाहिँ भिडियो खास कुराहरू भन्दा पनि त्यही बन्दको बारेमा चाहिँ गरौँ भनेर खास कुराहरू केही थिएन भन्दै आजको लागि चाहिँ यो भिडियो यहीँबाट अन्त्य गर्छु। हस्त धन्यवाद। जय देश, जय विदेश, जय नेपाल।